रामेछापको सुनापति गाउँपालिका वडा नम्बर 3 हिरेदेवी स्थित केौरानी बस्ती पूर्ण रूपमा पहिरोको उच्च जोखिममा परेका छन्। साहुने, नागासिवार र च्याम्दुङ टोलका 77 घर परिवार पहिरोको प्रत्यक्ष मारमा परेका हुन्। विगत लामो समयदेखि ससाना पहिरो चल्दै आएको यो बस्ती 2081 असोज 11 र 12 गतिको अविरल वर्षापछि थप क्षतिग्रस्त भएको हो। त्यसपछि 2082 असोज 17, 18 र 19 गतिको लगातार वर्षा बस्तीको तल्लो भाग बग्दै गएको स्थानीयले बताएका छन्। वर्षा रोकिएको 1-2 हप्ता बितिसक्दा पनि पहिरो रोकिएको छैन। चक्लाबन्दी पहिरोका कारण बस्ती दिनदिनै तल सर्दै गएको छ। धेरै घरका भित्तामा ठूला ठूला चिरा परेका छन् भने केही घर भत्किएको स्थानीयले बताएका छन्। जोखिम बढ्दै गएपछि पीडित बासिन्दाले तत्काल सुरक्षित स्थानमा सार्न र स्थायी रूपमा अन्यत्र स्थानान्तर गर्न माग गरेका छन्। सोमबार गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ सहित उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ, वडा अध्यक्ष कुलबहादुर थिङ, जनप्रतिनिधिहरू, कर्मचारी, पत्रकार र स्थानीयले स्थलगत अनुगमन गरेका छन्। अनुगमन टोलीले सम्पूर्ण गाउँ उच्च जोखिममा रहेको पुष्टि गर्दै सिङ्गो बस्ती स्थानान्तरको आवश्यकता रहेको निष्कर्ष निकालेको छ। स्थानीय बासिन्दा रातभर निदाउन डराउँछन्। पहिरोको सिरैमा घर भएगे नानीमया तामाङ बताउनुहुन्छ। पानी पर्यो कि मनै काप्छ, पहिरोले लान्छ कि भन्ने डरले सतर्क बस्नुपर्छ। पहिरोले जोखिम छ। हामी अहिले पुरानो चाहिँ हो, नयाँ चाहिँ माथि छाया हो। अहिले चाहिँ बढी नै हो, पोहोरको भन्दा यसपालि बढी घरहरू धेरै खराब। पहिरोले बस्ती मात्र होइन, स्थानीयको सपना समेत बगाएको छ। पहिरोले खेतबारी सबै बगायो। अब कहिले घर बगाउँछ भन्ने पत्तो छैन। बाँकी जग्गा जमिन सरकारले खाओस्, तर सुरक्षित ठाउँमा सारिदियो भने म सर्न तयार छु। उहाँको भनाइले स्थानीयको पीडा झल्काउँछ। बाँच्नकै लागि उहाँहरू सुरक्षित स्थानमा स्थानान्तरको प्रतीक्षा गरिरहेका छन्। पीडित चेतबहादुर खड्का बताउनुहुन्छ। पहिराले लयो जम्मै, हामीलाई अन्त बस्न पाए यो सरकारले खाने खाओस्, हामीलाई चाहिएन। अब यसै माया मार्नु पर्यो, त्यसै पर्यो। हाम्रो ज्यान मात्रै राम्रोसँग जोख्नु पायो। केौरेनी बस्तीका स्थानीय गणेश बहादुर थापा भन्नुहुन्छ, धेरै वर्ष अघिदेखि बस्ती जोखिममा रहेको थियो, तर खासै खतरा थिएन। आज आएर यस्तो दिन पनि आउला भन्ने त कल्पनै गरेका थिएनौं। थापाको भनाइले गाउँलेहरूको अनपेक्षित विपद र असहाय अवस्थाको स्पष्ट चित्रण गर्छ। वर्षौंदेखि बसोबास गर्दै आएका बासिन्दा अहिले घर बारी र जीविकाको आधार बग्ने डरमा प्रत्येक क्षण त्रासमा बाँचिरहेका छन्। पहिरोले बस्तीको भू सन्तुलन भत्काएपछि स्थानीयहरू सुरक्षित स्थानमा सर्न बाध्य भएको थापाले बताउनुभयो। यो कुराहरू चाहिँ वडा अध्यक्ष आउनुभएको थियो, भत्किया थिएन त्यति बेला आउँदाखेरि। अस्ति मात्रै यो पानी भत्कियो होइन। अनि भत्किँदाखेरि यो अब यो भुइँ चर्किएको हुनाले यो भत्किनु गएको, यही बिचमा चर्किएको हुनाले यो भुइँ चर्कियो तल झरिहाल्यो। अनि घरै तल बसेर भत्किहाल्यो। पहिलो जान्छ भनेर पहिले नै एकपल्ट बस्ती सरेको हो। अनि अहिले चाहिँ जान्छ भने त ऊ नै थिएन, 10 मिनट 1 मिनट पनि थिएन। अहिले पनि यसो हेर्दाखेरि पहिलो यहाँबाट हेर्दाखेरि पहिलो यो भत्किने यसो उसो गर्ला जस्तो छैन। अनि ऊ गर्दाखेरि यो भाँसिएर तल सर्यो। केौरानी बस्तीमा आएको पहिरोले व्यापक भूक्षति गर्ने अनुमान गरिएको छ। हालसम्म झण्डै 1000 देखि 1500 रोपनी जमिनमा प्रत्यक्ष क्षति पुगेको छ भने पहिरोको सिर डम्फु डाँडासम्म फैलिने सम्भावना रहेकोले झण्डै 2000 देखि 2500 रोपनी सम्मको भूभाग प्रत्यक्ष प्रभावित हुने देखिएको छ। पहिरो लगातार सर्छ र जमिन भाँसिदै जान्छ। पहिरोको सिर डम्फु डाँडासम्म पुगेको छ। यो गतिमा गए सम्पूर्ण क्षेत्र नै खतरामा पर्न सक्ने सुनापति गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष कुलबहादुर थिङ बताउनुहुन्छ। बस्ती स्थानान्तरणको लागि चाहिँ 3 ठाउँ हामीले हेरेका छ। एक ठाउँ यो छापाखा, एक ठाउँ चाहिँ यो साँधी डाँडा पशुपति मावि आसपास चाहिँ 23 रोपनी बुटियान जग्गा छ। एक ठाउँ चाहिँ माथि भाइ डाँडा भन्ने 3 ठाउँमा चाहिँ त्यो जग्गाहरू पनि हामीले कोट गरेर चाहिँ अब जिल्ला विपददेखि लिएर माथिसम्म पुर्याएको छौँ। अब यसको लागि चाहिँ अन्तिममा चाहिँ फेरि यो भूगर्भविद र जिल्लाको चाहिँ टिमसहित आएर फेरि पनि चाहिँ अनुगमन गराएर चाहिँ उहाँहरूबाट चाहिँ फाइनल गराउने होला। टोटलमा 77 घर चाहिँ यो पहिरोको जोखिममा भएको देखियो। 77 घर मध्येमा लगभग चाहिँ 20-22 घरधुरी चाहिँ
पूर्ण रूपमा चाहिँ क्षति भएको चाहिँ अन्यत्र ठाउँमा बसेको त्यस्तो अवस्था छ। स्थानीयले तत्काल वैकल्पिक बसोबासको व्यवस्था मिलाउन माग गरेपछि अधिकृत श्रेष्ठले भन्नुभयो, बस्ती हरेक दिन अलिकति तल खस्दै जान्छ, बिहानको घामसँगै गाउँको स्वरूप नै फेरिन्छ, घरहरू बिस्तारै तल तल सर्दै जान्छन् भन्ने कुरा सुनेको थिए, तर आज प्रत्यक्ष देख्दा हृदय विदारक दृश्य देखे। उहाँका अनुसार गत वर्ष असोज 11 र 12 गतिको अविरल वर्षापछि नै सो क्षेत्रमा जमिन भासिन सुरु गरेको थियो, तर यो वर्ष असोज 18 र 19 गतिको लगातार वर्षाले अवस्था झन गम्भीर बनाएको छ। हाल पनि केही स्थानमा जमिन बिस्तारै खोलातिर सर्दै गएको र ठूला ठूला पहिरो खस्ने क्रम नरोकिएकोले धेरै घर बस्न अयोग्य बनेको छ। श्रेष्ठले भन्नुभयो, 2035-36 सालदेखि नै यो क्षेत्र स्थायी बसोबासका लागि उपयुक्त छैन भन्ने प्रष्ट प्रमाणहरू छन्। स्थानीय सरकार र सरकारी निकायहरूले जोखिम पहिचान गरिसकेका छन्, तर भूगर्भविद टोलीको विस्तृत अध्ययन अझै हुन बाँकी रहेको छ। उहाँका अनुसार 2081 साल अघि खासै ठूलो पहिरो नदेखिएको भए पनि त्यसपछिका वर्षहरूमा जमिन भासिने र पहिरो खस्ने क्रम तीव्र गतिमा भएको छ। गाउँपालिकाले हाल जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नको लागि 5 सम्भावित ठाउँको सूची तयार गरी जिल्ला विपद व्यवस्थापन समितिमा पठाएको छ। हामीले पठाएको सूचीमा संघ, प्रदेश र जिल्ला तहका भूगर्भविदहरू आएर अध्ययन गर्नेछन्, त्यसपछि कहाँ स्थानान्तर गर्ने भन्ने अन्तिम निर्णय हुनेछ, उहाँले बताउनुभयो। श्रेष्ठले जोखिमग्रस्त घरमा नबस्न आग्रह गर्नुभएको छ। जसको घर पूर्ण रूपमा भत्किसकेको छ ती परिवारलाई तत्काल राहत स्वरूप 15,000 रुपियाँ र आंशिक क्षतिग्रस्त घर वा अन्यत्र बस्न सक्ने परिवारलाई 5,000 रुपियाँ दिने निर्णय गरिएको छ। पालिकाले राहत प्याकेज वितरणका लागि घरमुलीको नाममा बैंक खाता खोल्ने व्यवस्था गर्न आग्रह गरेको छ। यो ठाउँ स्थायी बसोबासका लागि उपयुक्त छैन, अस्थायी टहरा यही बनाउने भन्दा पनि गाउँपालिकाले तोकेको सुरक्षित स्थानमा सार्ने तयारी गर्नुपर्ने अधिकृत श्रेष्ठले बताउनुभयो। यो बस्तीलाई कुन कुन ठाउँमा सार्ने हो भनेर हामीले 5 ठाउँको सूची चाहिँ हामीले निर्णय गरेका छौँ। त्यो निर्णय हामीले जिल्ला विपद व्यवस्थापन समितिमा पठाएका छौँ र त्यो पठाएपछि सायद जिल्ला, प्रदेश र सङ्घबाट भूगर्भविदहरू आएर त्यो ठाउँहरूको अध्ययन गरेर त्यहाँ स्थानान्तरण हुने भन्ने प्रक्रिया हुन्छ र त्यसको लागि पालिकाले पहल गरिसकेको छ। र तत्काल राहतको लागि अध्यक्षज्यूले भनिहाल्नुभयो, एकदम बस्नै नमिल्ने जसको घरै भत्किसकेको छ त्यस्तो पीडितलाई 15,000 र जसको घर खासै भत्किएको छैन, बस्न लायक छ भने उहाँलाई 5,000 दिने तत्काललाई भनेर हामीले निर्णय गरेका छौँ हिजो हैन। त्यही अनुसारको हाम्रो 77 घर धुरी चाहिँ जोखिम अवस्थामा भनेर एउटा हाम्रो वडा नम्बर 3 को अध्यक्षज्यूको संयुक्तमा 5 सदस्यीय समिति बनेको थियो। त्यो समितिले दिएको प्रतिवेदन अनुसार 77 घरधुरीको सूचीकरण भएको छ र त्यो 15,000 5,000 पाउने भनेको चाहिँ यो 77 घरधुरीले मात्रै नभएर अरू वडाका पनि 2-4 घरहरू चाहिँ भत्किसकेको र अहिले पनि जोखिम अवस्थामा भएको भन्ने कुरा छ। उहाँहरूलाई पनि त्यो राहत दिने हो। मुख्य गरी हाम्रो फोकस चाहिँ यो साउने केउरेनीका बासिन्दाहरूलाई दिने भनेर हामीले प्रक्रिया अगाडि बढाएका छौँ र यो बस्ती स्थानको लागि चाहिँ हामीले स्थानीय विपद व्यवस्थापन समितिको बैठकबाट सूचीकृत भएर गएपछि जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश सरकार, सङ्घीय सरकार र अन्य सहयोगी निकायहरू, सङ्घ संस्थाहरूमा पनि हामीले सहयोगको अपिल गरेका छौँ। र अर्को कुरो भनेको मैले यहाँको स्थानीय बासिन्दालाई चाहिँ के अपिल गर्छु भने उहाँहरूलाई सुझाव, हामीले 15,000 राहत प्याकेज दिएपछि मेरो सुझाव चाहिँ यो ठाउँ बस्न अयोग्य भएपछि, असुरक्षित भएपछि यहीँ अस्थायी टहरा बनाउने भन्दा पनि हामीले तोकेको ठाउँहरूमा अध्यक्षज्यूले भने जस्तै ठाउँहरूमा गएर त्यहाँ चाहिँ अस्थायी किसिमको टहरा बनाउने हो कि त्यसमा चाहिँ हामीले सोच्नुपर्छ होला भन्ने मेरो एउटा सुझाव छ। अब 15,000 प्राप्त गरे बित्तिकै यही नजिकै बनायो भने यो जमिन त त्यत्तिकै गइरहेको छ तलतिर, त्यो पनि असुरक्षितै छ भनेपछि त्यतातिर नगएर हामीले तोकेको ठाउँमा चाहिँ गएर बस्दिनु भयो भने त्यो राम्रो हुन्छ। र अब त्यो 15,000 5,000 प्राप्त गर्नको लागि तपाईँहरूले के गर्नु पर्यो भन्दाखेरि अहिले प्रत्येक घर मुलीको नाममा बैंक खाता होला अथवा छैन भने खाता खोलिदिनु पर्यो र त्यो
हाम्रो 77 घरधुरीमा सूचीकरण भए अनुसारको घर मूल्यको नाममा त्यो 15,000 पैसा अथवा त्यो अवस्था हेरेर 5,000 कति आउँछ त्यो चाहिँ हाम्रो अझै डाटा एनालाइसिस गर्न बाँकी छ। अहिले पनि हाम्रो केही कर्मचारीहरू प्रत्येक घरमा घरको अवस्था कस्तो छ, विकल्पै छैन भने 15,000 होइन, अति क्षति भएको छ, बस्न लायक छैन भनेपछि त्यो घरलाई 15,000 र जसको अन्यत्र घर छ अथवा बस्नको लागि विकल्प छ भने उहाँलाई 5,000 दिने भनेर हाम्रो निर्णय भएको छ। केौरेनीमा रहेको 77 घर परिवार पहिरोको उच्च जोखिममा छन्। तीमध्ये 40 वटा घरमा ठूलो क्षति पुगेको छ। जोखिममा रहेका यी घर परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्न आवश्यक छ र दिनरातको अवस्था हेरी तत्काल अन्यत्र बसोबासको व्यवस्था गर्नुपर्ने गाउँपालिका उपाध्यक्ष गीता विष्ट बताउनुहुन्छ। नम्बर 3 केौरेनी बस्ती चाहिँ एकदमै जोखिमपूर्ण रहेको छ। यसमा टोटल हामीले प्रत्येक घर सर्वेक्षण गर्दा 77 घर चाहिँ अहिले पूर्ण रूपमा यो बाढी यो पीडित हुनुभएको छ। 77 घर धुरी रहेको छ र 77 घर धुरीमा चाहिँ अहिले तत्कालै धेरै क्षति भएको चाहिँ लगभग 40 वटा घर चाहिँ एकदमै क्षति भएको अवस्थामा छ। बस्तीमा जोखिम बढ्दै गएपछि स्थानीय बासिन्दाले तत्काल पुनः स्थापनाको माग गरेका छन्। गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तर गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। बस्ती अन्यत्र सार्ने प्रक्रिया पूरा गर्न 5 महिनासम्म समय लाग्ने पनि उहाँले बताउनुभयो। पीडित परिवारलाई तत्काल राहत दिने, आवश्यक परे नजिकैको विद्यालय वा स्वास्थ्य चौकीको भवनमा राख्ने र यदि त्यतिले पनि पर्याप्त नहुने अवस्था आएमा पालिका भवनमा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। हामीलाई थाहा छ यहाँको पहिरो जान्छ, यो चाहिँ जोखिम ठाउँ भन्ने कुरा, यहाँ गइरहेको पनि सबै कुरा हामीले थाहा छ। हामीले यहाँ नबस्नु भन्ने कुरा चाहिँ बराबर गरे र हामी बैठक पनि त्यतिखेरै बस्नु सकेन र हामी ढिलै भए पनि हिजो बसेर हामीले विपदको बैठक बसेर निर्णय गरेका छ। त्यो निर्णयले चाहिँ हामी तत्कालको लागि 15,000 राहत उहाँहरूलाई 60-70 धुरी कति छ त्यो दिइदिने र त्यो राहतले पनि फेरि बनाउनको लागि के गर्नको लागि त के टाइम लाग्छ। त्यो फेरि भरे पानी आयो भने भोलि नै पनि खतरा हुन सकिन्छ। त्यसको लागि पनि तत्कालको लागि पनि हामीले यहाँ स्कुलहरू छ, नजिकको स्वास्थ्य एकाइ भवनहरू छ, त्यो सँगसँगै त्योभन्दा अलिकति माथि जाने हो भने हामी सुनौपती गाउँपालिकाले एउटा जुन पालिका भवन वरिपरि नै हामीसँगै बस्ने गरी र हामीसँगै खाने गरी र के भवनहरू खाली गराएर हामी मिलाउँछौँ तत्कालको लागि। र अर्को कुरा चाहिँ के छ भने भोलिको लागि यो बस्ती त त्यसै पनि उसै पनि जोखिम हुने भयो। यसमा तपाईँको बसेर यसले चाहिँ के चाहिँ तपाईँको यो रोक्छ कि भन्ने कुरो चाहिँ छैन। त्यो कारणले गर्दाखेरि हामीले यो 3 ठाउँ जग्गा पनि छनौट गरिसकेका छ। त्यो 3 ठाउँ जग्गा छनौट गरिसकेपछि हामीले अब हाम्रो पालिकाको काम लगभग सिद्धियो। हामी पालिकाले चाहिँ जिल्ला प्रशासन प्रदेश फेरि यस पालिको पनि हामीले कहाँ पठाउनु पर्ने सबै फोटोसहित भिडियोसहित पठाएको छ है। यसपालिको पनि आउँदैन माथिबाट हेर्दैन थाहा छैन। र त्यो सँगसँगै यहाँ चाहिँ रेड क्रस लगायत सबै ठाउँमा हामीले पहल गरिसकेका छ। अब त्यो छँदैछ र अर्को कुरो के छ भने यो बस्तीको लागि चाहिँ हाम्रो काम सिद्ध्याउने र उताबाट चाहिँ जिल्लाबाट चाहिँ अब मालपोत अब यो चाहिँ नाभि कार्यालयबाट आएर चाहिँ जग्गा छुट्याउनु पर्यो। जग्गा छुट्याइसकेपछि कति घरलाई चाहिँ कतिको दरले दिने र त्यो जग्गा मात्रै दिने होइन कि उहाँहरूको यस्तो यस्तो सबै जग्गा जमिन घरहरू सबै कुरा गइसकेपछि हामीले एउटा घर पनि एग्रिड बस्ती जस्तो एउटा चाहिँ खालको चाहिँ हामीले बनाइदिनु सक्यो भने अझ राम्रो हुन्थ्यो। त्यसको लागि हामी प्रदेश हामी सङ्घमा सबैमा हामी पहल गर्छौँ। त्यो पहल गरेर कतिको सक्सेस हुन्छ नभए जग्गाको लागि हामी सबै कुरो प्रोसेसिङ गरिरहेछ। दुर्गाबहादुर खड्का साउनी यहीँ बस्छु म। यहाँभन्दा 100 मिटर माथि छ मेरो घर। यो पहिरोले तानेर हाम्रो घर ध्वस्त पारेछ, बस्न नहुने स्थिति छ हजुर। अब घरमा भरै हाम्रो ढलिसकेको छ। अब नबस्दा नि हुन्छ, कुनै उपाय छैन।
यहाँभन्दा अन्त जाउँ कहीँ जाउँ भन्ने जग्गा छैन। हामी बाध्यताले यहाँ बसिरहेछौँ। अब यहाँको स्थिति हेर्नुभयो होला, त्यो पहिरो गएको छ, यो सबै बाँसको रुखको सबै ढालिएको छ। अब हाम्रो घर बाँकी छ, एकदम जोखिममा छ। कति भयो यो पहिरो जान लागेको चाहिँ यहाँ तपाईँहरूले? पोहोर अलिअलि थियो, यसपालि धेरै भयो। पोहोर त अब भनौँ न त्यही घरमा बस्नु पनि हिम्मत आएको थियो, अहिले त्यो घरमा बस्ने हिम्मतै छैन यो पहिरोले गर्दाखेरि। यसपालि बढी घरमा अथवा आँगनमा कतै टहरा हालेर बसौँ भने नि भुइँ चिरा परेछ, बस्ने टहरा हालेर बस्ने स्थिति पनि छैन। यो बाँसको झाङ माथि थियो पहिला? बाँसको झाङ माथि थियो नि, माथिबाट पुग्यो। यहाँ बारीहरूमा सबै सिमी अनि फापर थियो, त्यो पनि झारेको छ अलिकति। यदि 6 घन्टा 8 घन्टा पानी अझ 5 घन्टा मात्रै परिदिए भए त्यो पनि बढी। पालिकाले पहल गरेको चाहिँ छ, तर कुरा कहाँसम्म पुग्यो के हो कस्तो हो थाहा भएन। अहिले भने अहिले सर्न तयार छौँ, किनभने घर हाम्रो बस्ने स्थिति छ।